हामी सबैलाई थाहा छ ब्रह्माण्ड युनिभर्स उत्पत्ति, यसको विकास कसरी भयो। हामी साइन्स पढेको विद्यार्थीहरू पनि छौँ। ब्रह्माण्डको उत्पत्ति कसरी भयो भन्ने कुराकानीका सन्दर्भमा थुप्रै वैज्ञानिकहरूले आफ्ना आफ्ना धारणाहरू व्यक्त गर्नुभयो। त्यो केवल धारणा मात्रै हो, त्यो सैद्धान्तिक कुराकानी मात्रै हो, त्यो केवल थ्योरी मात्रै हो। ती थुप्रै धारणाहरूमध्ये हामीले मान्दै आएको कुरा बिग ब्याङ थियो, सबैलाई थाहा छ। कुनै एउटा मास, कुनै एउटा ब्लक हिजो टुक्रिँदै आज यो अवस्था आइपुग्यो। टुक्रिनुको अर्थ फैलिनु। यसको अर्थ आज यो ब्रह्माण्ड यसरी फैलिएको छ कि यसको सीमा कहाँ हो भन्ने कुराको हेरचाह छैन, अन्दाज छैन। तपाईँ हामी मात्र नभएर अहिले पनि थुप्रै वैज्ञानिकहरूमा यो अन्यलता कायमै छ ब्रह्माण्डको कुराकानीमा। र ब्रह्माण्ड हिजो मात्रै फैलिएन, आज पनि फैलिँदैछ, भोलि पनि फैलिँदैछ र फैलिँदै जानेछ। यो श्रृङ्खला यो निरन्तर रूपमा चलिरहनेछ। तर यही ब्रह्माण्डमा तपाईँ हामी जो यहाँ रहेका छौँ, हामी पृथ्वीमा छौँ। प्रकृतिको नियम छ। प्रकृतिको नियम जसलाई हामी फिजिक्सको नियम पनि भन्छौँ, सायद हामीले देखेका छौँ, थाहा पाएका छौँ। यहाँभित्र भएका कुनै पनि वस्तुहरू, कुनै पनि चिजहरू सकेसम्म फैलिन खोज्छ, आफूलाई फैलाउन चाहन्छ, आफूलाई वाइड र ब्रोड र एक्सटेन्ड गराउन हरदम प्रयास गर्छ। चाहे त्यो वस्तु चेतनशील होस् अथवा अचेत होस्, चाहे त्यो लिभिङ होस् चाहे त्यो नन लिभिङ होस्, कुनै पनि अब्जेक्ट आफूलाई फैलाउन चाहन्छ। एउटा उदाहरण तपाईँलाई मैले दिएँ, एउटा बरफ, आइस, थाहा छैन बरफलाई तपाईँले अवसर दिनुहोस्। कस्तो अवसर भन्दा बाहिर छोडिदिनुहोस्, खुला राखिदिनुहोस् भने त्यो बरफ पनि खुल्छ, त्यो बरफ पनि फैलन्छ। थाहा छ। त्यस्तै थुप्रै चिजहरू स्वतन्त्र रूपमा यदि अवसर पायो भने फैलिनै चाहन्छ सबै चिजहरू। तर हामी मानव जाति, तपाईँ हामी फैलिन सक्यौँ कि सकेनौँ, आज प्रमुख विषय यो। तपाईँ हामी आफूलाई फैलाउन सक्यौँ कि सकेनौँ? सक्यौँ सर भन्ने होला कतिपयलाई। कसरी? सर खाइयो, अन्डा खाइयो, मासु खाइयो, खाना खाइयो। हिजो सर यत्रै थियौँ हामी, आज यत्रो भयौँ, होइन? उचाइ पनि बढ्यो, ज्यान पनि बढ्यो। योभन्दा कति फैलने? ठिक छ, फैलिनु भयो। मैले खाएर फैलिने कुरा गरेको होइन। तपाईँको ज्ञान कति फैलियो, तपाईँको विचार कति फैलियो, तपाईँमा भएको अनुशासन कति फैलियो, तपाईँमा भएको ऊर्जा कति फैलियो, तपाईँमा भएको इमान्दारिता कति फैलियो, त्यसको हिसाब किताबको कुरा गरेको। सायद त्यो हिसाब किताब तपाईँसँग छ कि छैन, मेरो प्रश्न त्यहाँनिर हो। आफूलाई ज्ञानमा फैलाउन सक्नुभयो कि भएन? मलाई लाग्छ आज धेरै विद्यार्थीहरूले त्यो कुराबाट आफूलाई फैलाउने, अगाडि बढाउने कुराकानीहरू गर्न सक्नु भएको छैन जस्तो मलाई लाग्छ। यदि त्यस्तो हुन्थ्यो भने, यदि त्यस्तो भएको थियो भने आज यो देश हामीले परिकल्पना गरेको भन्दा बृहत हुने थियो। यो मुलुकमा समृद्धि त्यसै आउने थियो। त्यसैले मेरो प्रश्न तपाईँ विद्यार्थी भाइ बहिनीहरू जो कलिला भर्खरै के गरौँ भनेर चाहिँ जुर्मुटाउँदै हुनुहुन्छ, भर्खरै चाचुरी फेर्दै हुनुहुन्छ, तपाईँ सबै भाइ बहिनीहरूलाई मेरो अनुरोध छ, समयको मर्म, समयको आवश्यकतालाई ख्याल गर्नुहोस्। समय फेरि फर्केर आउँदैन। जतिखेर बुझ्नुहुन्छ, थाहा पाउनुहुन्छ, महसुस गर्नुहुन्छ र केही गर्छु भन्ने प्रयत्न गर्नुहुन्छ, त्यतिखेर तपाईँलाई समयले साथ छोडिसकेको हुन्छ। त्यसैले आफूलाई बदल्ने कुरा समयमा एकदम महत्त्वपूर्ण हुन्छ। र यही कुरा गरिरहँदा मैले ज्ञानमा आफूलाई फैलाउनुहोस् भने, ज्ञानमा आफूलाई फैलाउनुहोस् भने कसरी फैलाउनुहोस् भने, ज्ञानमा विचारमा कसरी फैलाउने त, कसरी ज्ञान भर्ने त मस्तिष्कमा? आज धेरैजना कन्फ्युजनमा हुनुहुन्छ।
ज्ञान भनेको पढ्ने कुरा पढाइका कुरा हो भन्ने लागेछ धेरैलाई। ठिक छ, त्यो पनि हो। त्यस्तो हो भने त सर मैले 10 मा पढेको कुरा त आज 11 मा आइसक्दा त घुस भइसक्यो, अथवा मैले हिजो पढेको कुरा अहिले भर्खरै भुलिहालेँ। कसरी ज्ञानलाई विस्तार गर्ने, कसरी ज्ञानलाई फैलाउने त? आज धेरैजना यो दुविधामा, सङ्कटमा, अन्योलतामा हुनुहुन्छ, मलाई थाहा छ। र ज्ञान भनेको कस्तो चिज हो त? कसैले देखाएको छैन। कस्तो चिज हो ज्ञान भनेको? तपाईँ यो नेचरमा तपाईँलाई थाहा छ सब्स्टेन्स सबैभन्दा धेरै फैलन सक्ने सब्स्टेन्स, सबैभन्दा धेरै फैलन सक्ने सब्स्टेन्स कुन हो? सोलिड इन्कम्प्रेसिबल हुन्छ। जो फैलन बढी सक्छ त्यो खादिन पनि बढी सक्छ। सोलिड फैलन सक्दैन, इन्कम्प्रेसिबल हुन्छ। लिक्विड पनि इन्कम्प्रेसिबल हुन्छ। ग्यास एउटा त्यस्तो सब्स्टेन्स हो जो फैलन पनि सक्छ, त्यसलाई खाद्न पनि सकिन्छ। र ग्यास भरिमा हाइड्रोजन ग्यास अझै त्यस्तो सब्स्टेन्स हो जो सबैभन्दा बढी फैलन सक्छ। र त्योभन्दा बढी फैलन सक्ने अर्थ कुनै चिज त्यो केही हो भने, र खाद्न मिल्ने र खाद्न सकिने त्यो चिजहरू कुनै केही हो भने त्यो ज्ञान हो। यो मस्तिष्क जो यो ब्रह्माण्ड हो हाम्रो, यो ब्रह्माण्डमा ज्ञानलाई तपाईँ जति पनि खाद्न सक्नुहुन्छ, जति पनि अटाउन सक्नुहुन्छ, जति पनि राख्न सक्नुहुन्छ। कुनै एउटा ग्लासमा टम्म पानी छ, पानी भरियो, अब एक थोपा पानी पनि त्यो ग्लासमा हाल्नुभयो, त्यो सानोभन्दा सानो थोपा छ, हामी प्लान्ट भोलुम भन्छौँ, त्यो ग्लासमा त्यो पानी अटाउन पोखिन्छ। तर ज्ञान त्यस्तो होइन। ब्रह्माण्डमा जति स्पेस छ त्योभन्दा अथाह स्पेस ज्ञानलाई भण्डार गर्ने तपाईँ हाम्रो मस्तिष्कमा छ। यो कुरा तपाईँलाई थाहा हुनुपर्छ, तपाईँले बुझ्नुपर्छ, तपाईँ पढ्ने विद्यार्थीहरू। त्यसैले मेरो अनुरोध तपाईँ सबैजनालाई ज्ञान बढाउने कुरा, ज्ञान फैलाउने कुराहरूमा तपाईँ केन्द्रित हुनुहोस्। र तपाईँ अहिले सक्नुहुन्छ, कुनै बेला कुनै समय फेरि एउटा उमेरमा गइसकेपछि कता कता गाह्रो पनि हुन्छ, चाहेर पनि गर्न सकिन्न। मैले भनिहालेँ, अहिले त्यो ऊर्जा तपाईँसँग छ, त्यसलाई सही ढङ्गले सदुपयोग गर्नका लागि मैले तपाईँलाई हार्दिकताका साथ, बौद्धिक जिम्मेवारीका साथ अनुरोध र आग्रह गर्न चाहे। तपाईँ सम्पूर्ण मेरा प्यारा विद्यार्थी भाइ बहिनीहरूलाई ज्ञानको मर्म र महत्त्व बुझ्नु होला भनेर मैले अनुरोध गरेँ। आत्तिनु पर्दैन। पढाइ ज्ञान बानी हो, एउटा पढ्ने कुराकानी एउटा बानी, एउटा लत हो। तपाईँ केही कुराकानी सानामा गरेको कुराकानी केही छ, सायद पढाइ सम्बन्धी होला, कुनै अन्य क्रियाकलाप सम्बन्धी केही गतिविधि गर्नुभयो होला। सानो उमेरमा हुँदाखेरि तपाईँ अलिक ठुलो हुँदाखेरि भुल्नुहुन्छ। भुल्ने भनेको तपाईँको ताजा फ्रेस तपाईँसँग त्यो दिमागमा रहँदैन। तर सम्झन चाहनुभयो भने तपाईँ सम्झन सक्नुहुन्छ। कसैले सामान्य कुरा छ, साइकल चलाउँछ, थाहा छ सबैलाई होइन? तपाईँले पनि चलाउनु भएको छ। मैले 10 वर्ष अगाडि साइकल चलाएको, मैले 1 महिना मात्र चलाएँ। 10 वर्ष अगाडि साइकल, त्यसपछि छोडेँ। 1 महिना मात्र चलाएँ र अब म आज चलाउने प्रयास गर्दैछु। सुरुमा मलाई गाह्रो भयो, तर उतिखेरै केही समयमा मैले साइकल चलाइहालेँ। किन मैले पहिला चलाएको थिएँ, त्यो चलाएको इन्फर्मेसन मेरो सबकन्सियस माइन्डमा स्टोर भएको थियो। अनि मैले केही गर्दै परेन, मेरो पाइटल त मेरो खुट्टाले आफै अटोमेटिक हान्दैछ। मैले मेरो ब्रेनले इसारा पनि दिनु परेको छैन, निर्देशन पनि दिनु परेको छैन। मैले कुनै चाहिँ के त कुनै अरू ब्रेनको चाहिँ के त भन्दा कुनै पार्टलाई मैले कोर्डिनेट पनि गर्नु परेको छैन, त्यो आफै चल्छ। ठ्याक्कै पढाइ यही हो, ज्ञान यही हो। हिजो सानामा हामी हुँदै गर्दाखेरि गीत पनि गाउने गर्थ्यौँ, सबैलाई थाहा छ। म कुनै गीत गाउँछु, हल्का तेरी याद मुझे कर पाएगी, मैं गाऊंगा नहीं तुम्हें ना आएगी। मैले बुझेर गाएको गीत हो यो, मैले सोचेर गाएको गीत हो यो होइन। हिजो म सानो हुँदै गर्दा, मैले फिल्महरू हेर्दै गर्दा, गीतहरू सुन्दै गर्दाखेरि त्यो पुरानो जो याद मेरो सबकन्सियस माइन्डमा थियो, आज म त्यसलाई ताजा गर्दैछु। के मैले यो गीत गाउनलाई बुझेको हो त? ओ यारा मिल्न दोबारा
हो पढाइ। त्यसैले ह्याबिट बनाउनुहोस्, पढ्ने कुरालाई बानीको रूपमा विकास गर्नुहोस्, त्यो बन्छ। खाना खाने बेला त खाना खाइरहेको कहिलेका आँखा चिम्म गरेर यो हातलाई यसरी मुखमा लाग्नु भने मुखमै जान्छ, किन बानी परिसक्यो। आँखाले पनि हेर्नु पर्दैन, कसैले ए यो गरे भनेर भन्नु पर्दैन, अटोमेटिक रेस्पोन्स हुन्छ। यही हो पढाइको कुराकानी। रिपिटेसन रिभिजन एकदम आवश्यक छ, त्यो गर्नु होला। मैले तपाईँलाई अनुरोध गरेँ। र अर्को कुरा, अब अहिले धेरै मैले यो उमेरका समूहका विद्यार्थी भाइ बहिनीहरूमा त्यति धेरै ऊर्जा देखिरहेको छु, जसमा देखिरहेको छु एकदम कम सङ्ख्यामा देखिरहेको छु। र त्यो ऊर्जा भएका जो विद्यार्थी भाइ बहिनीहरू हुन्छ सफल भएको पनि देखिरहेको छु। त्यसको कारण के होला? सायद तपाईँलाई पनि थाहा छैन, सर ममा किन इनर्जी छैन, किन ममा पोजिटिभ इनर्जी छैन, केही गर्छु भने जोस जाँगर ऊर्जा त्यो उत्साह ममा किन छैन भनेर सायद त्यो प्रश्नको खोजीमा त्यो दौरानमा तपाईँहरू पनि हुनुहुन्छ। धेरै विद्यार्थी भाइ बहिनीहरूको चाहना छ, उमेर भइसक्यो, केही गर्नुपर्छ भन्ने बुझाइ पनि छ, चेतना पनि छ, तर कसरी गर्ने भन्ने कुराको ज्ञान छैन, प्रोसेस थाहा छैन। अब यसको लागि मलाई याद छ, हाम्रो हजुरबा तपाईँको हजुरबाहरूलाई यसो ब्याक सम्झिङ त उहाँहरूको उमेर सम्झिङ कस्तो थियो। उहाँहरू मलाई लाग्छ एकदम सानो उमेरमा भर्खरै 14 वर्ष 12 वर्ष 13 वर्षमा धेरैभन्दा धेरै जिम्मेवारी दिनुहुन्थ्यो उहाँहरू। यो त सही हो, यो त सत्य हो। मैले जिम्मेवारी विवाह गरेर लिनुपर्छ भन्ने कुरा गरेको होइन, दृष्टि गरेर लिनुपर्छ भन्ने कुराकानी गरेको होइन। उहाँहरू हिजो कलिलै उमेरमा, सानै उमेरमा, हिजो सुन्नु आज तपाईँले कतिपयले मेरो बुवाले कक्षा 10 मात्रै पास गर्नुभएको आज अधिकृत हुनुहुन्थ्यो, हिजो ठुलो व्यवसाय गर्न सक्नु भएको थियो हिजो। सबैलाई थाहा छ हाम्रो पालासम्ममा जिम्मेवारी के हो भन्ने कुरा महसुस थियो हामीलाई। तर तपाईँहरूको पालामा तपाईँहरू कसैले पनि जिम्मेवारी दिने र दायित्व बोध गर्ने तपाईँलाई बाध्यता छैन, त्यसको परिस्थिति छैन। हिजो हामीलाई बाध्यता थियो, परिस्थिति थियो र समाजको आवश्यकता थियो। हामी पढ्दै कमाउँदै अगाडि बढेको, हाम्रो पुस्तासम्म आइपुग्दा हामी थियो। तर आजको दिनमा तपाईँहरूको त मलाई थाहा छैन, तपाईँहरू 11-12मा पढ्नुहुन्छ। आज तपाईँको जिम्मेवारी दायित्वको नाममा एउटा मात्रै छ, खालि पढ्ने। त्यो पनि कति गर्नुभयो, त्यो हिसाब किताब, त्यसको लेखाजोखा त्यो तपाईँलाई थाहा होला। म यही स्कुलको एउटा विद्यार्थी हुँ, सवालबाटिकाको। म तपाईँको अगाडि आज उभिरहेको छु। म यहीबाट कक्षा 10 उत्तीर्ण गरेको। म यही सुर्खेतमै, यही जन्मदिनमा मैले 11-12 साइन्सै पढेको। तर आज यो स्थानमा उभिएर म बोलिरहँदाखेरि मलाई थाहा छैन म कति सफल छु, कति असफल छु। मैले त्यसको हिसाब किताब अहिले गएको छैन, गर्ने बेला भएको छैन। तर मैले मेरो पुरानो यादलाई स्मरण गरेँ। म यहाँ किन छु त भन्दा मेरो कर्मले छु, मेरो मेहनतले छु, जति छु मेरो सङ्घर्षले छु। हिजो तपाईँ 11-12 पढ्दै गर्दाखेरि त्यो उमेरमा म आफू रहिरहँदाखेरि म यो उषा बालबाटिकामा म 11 पढ्ने बेला यही 6, 7, 8, 9 म साइन्स पढाउँथेँ भनेपछि यही स्कुलमा मैले 9-10 को होस्टेल चल्थ्यो हाम्रो। त्यो सबै मैले हेर्थेँ। म म्याथ, साइन्स, अक्षर सबै पढाउँथेँ। अनि म 11-12 पढ्दैछु, आफू पढ्दैछु, एउटा छिटो एउटा विद्यार्थी। अनि मेरो टाउकोमा जिम्मेवारी धेरै भयो, मलाई त्यो बाध्यता भयो। म विवश भएँ, विकल्प थिएन, जसरी पनि गर्नु थियो, अप्सनै थिएन। कमाएर पढाएर पढेको मान्छे। अनि म आज यहाँ छु। मलाई अनौठो लाग्दैन त कसरी यहाँ भइसक्यो। मेरो कर्मले भयो, म दुःखले यहाँ भयो, सङ्घर्षले भए, मेहनतले भए, मेरो परिश्रमले भए। तर यो पर्याप्त होइन। अझै कतिपय कुराकानीहरू यसो आउँदै गर्छ, कति काम गर्छस्, काम भन्ने धेरै प्रश्नहरू पनि आउँछ मलाई। अनि मैले जवाब दिन्छु, मेरो उमेर हेर्छु, मेरो उमेर कति भयो, 35। अनि मैले भन्छु
मैले त काम गरेको छैन, मैले त सिकिरहेको छु, बल्ल सिकिरहेको छु, मैले तयारी गरिरहेको छु। म काम 40 गते सिगरुला सुन साइरी साइरी रमाउला भने जस्तै काम भनेपछि अनि म अब बल्ल आफूलाई अझै यो बनाउने प्रयासमा छु भने तपाईँहरू अनि त्यसपछि चल्छ जिन्दगी छ सम्भव यात्रा लामो छ भाइ बहिनी। हिजो तपाईँको बुवाले बनाएको घर त्यतिखेरको हिरो घर थियो होला, हिरो घर। त्यतिखेर तपाईँको रहनसहन जीवनशैली तत्कालीन समयको लागि, त्यो समयको लागि वाला समाजले हाई हाई भन्ने थियो होला। तर आजको समाजमा तपाईँको त्यो हिजोको हिरो घर आज अन्य घरसँग दाज्न सक्दैन। हिजो मेरो घर पनि गणेशोकमा थियो, त्यो घर पुरानो बजार थियो, हिरो घर थियो, त्यत्रो घर छँदै थिएन। आज त्यो घर त्यो बजारमा हेर्दाखेरि सबैभन्दा पुरानो घर त्यही छ। त्यसैले भोलिको दिन तपाईँ हिजो साइकल चढ्नुहुन्थ्यो भने अब बिस्तारै सबको हात हातमा गाडी चढ्ने दिन आउँछ। तपाईँ भोलि त्यहाँ पुग्नुहुन्छ अनि तपाईँलाई आफूलाई ओहो म त कस्तो केही नभएको जस्तो, साथीसँग गाडी छ, सबै चिज छ, घर बङ्गला यस आराम घुमेको छ, कुदाएको छ, हिँडेको छ। अनि त्यतिखेर बल्ल थाहा हुन्छ म साँच्चीकै वास्तवमै गरिब रहेको छु, यो गरिबको प्रमुख कारण म आफै हो भनेर अनि टाउकोमा हात हाल्नुको विकल्प, हात राख्नुको विकल्पहरू के पनि सम्झने पानी छाप्दैन। तयारी आजको होइन गर्ने, भोलिको होइन गर्ने, तयारी जीवनभरको लागि गर्ने हो। कुरा बुझ्नुभयो नि? तयारी जीवनभरको लागि गर्ने हो। त्यो तयारी गर्नको लागि मैले तपाईँलाई शुभकामना दिन चाहे। विद्यालयमा जति पनि यहाँबाट पढेर जानुभएको छ, सायद मलाई लाग्छ उषा बालबालिकाको हकमा मैले भन्ने गर्छु, म खुसी पनि छु। जहाँकै जुनसुकै ठाउँमा जाँदा कसैसँग ठोक्यो, कसैसँग भेट भयो, कोही उच्च ओहदामा कुनै जिम्मेवारी लिएर एउटा चाहिँ राष्ट्रको सेवा गरेर बसिरहनु भएको कोही पात्रसँग मेरो भेट हुँदै गर्दाखेरि तपाईँको स्कुल कहाँ हो भन्दा धेरै जसोको मुखार बिन्दुबाट मेरो स्कुल उषा बालबालिका हो भन्ने गर्नुहुन्छ। अहिले पनि धेरैजना बाहिर हुनुहुन्छ, साथीहरू नै हुन्छ, कतिपय स्कुल कस्तो भइरहेछ, के गर्नुपर्छ, यो हाम्रो विद्यालय भन्ने खालको भावना विद्यालय छोडेर आज आफ्नो घर गृहस्थी चलाएर आफ्नो छुट्टै जीवन बिताइरहनु भएको, दूर दराजमा हुनुभएको साथीभाइहरू पनि, यस विद्यालयका पूर्व विद्यार्थी पनि आज मेरो विद्यालय कस्तो छ भनेर चाहिँ राम्रो होस् भनेर आशीर्वाद दिइराख्नु भएको छ, शुभकामना दिइराख्नु भएको छ भने तपाईँ विद्यार्थी भाइ बहिनीहरू जो हामीसँग जोडिनु भएको थियो, मलाई थाहा छैन हिजो तपाईँको नाम के थियो, तपाईँको पृष्ठभूमि के थियो, धरातल के थियो, तपाईँ कहाँ हुनुहुन्थ्यो, तर आज जहाँ हुनुहुन्छ एउटा परिवारसँग हुनुहुन्छ। एउटा परिवारको सदस्यको रूपमा तपाईँलाई हामीले हेर्ने गर्छौँ। तपाईँलाई जस्तो सुकै बाधा अप्ठ्यारो सङ्कट कुनै पनि खालका कुरा भएको खण्डमा हामी खुला हृदयले तपाईँलाई साथ र सहयोग र तपाईँलाई चाहिँ सही मार्ग निर्देशन गर्न चाहिँ हामी तयार छौँ भन्ने कुराहरू पनि तपाईँहरूको बिचमा राख्न चाहे। र यति भन्दै अब तपाईँहरू जहाँ गए पनि जहाँ जहाँ जान्छौ तिमी यो विद्यालय पहिला पनि पछ्याइरहन्छ। कुरा बुझ्नु मैले भनेको जहाँ जहाँ जान्छौ तिमी यो विद्यालय आकाश पनि हेरिरहन्छ। त्यो सहरा खोला खलेहरूमा सम्झना बनी बगिरहन्छ। के गर्ने हिजो कस्तो गीत मनपर्छ, आज कस्तो गीत मनपर्छ। जीवनले होइन बिहानै सबैले उठेर हरिवा नजानु रे जस्तो मन पराउँछ। जो बोलिदियो जो हाम्रो
ठिक छ, त्यो पनि एउटा रमाइलो छेडो, रमाइलो पलो सम्झिन्छु, कहिलेकाहीँ मजा लिन्छु। तर समय सधैँ एकै नाचको हुन्न, परिवर्तनशील छ।